टाँसेर उहाँको उपदेशलाई आत्मसात गर्न सकेको खण्डमा हामीहरूले बुद्ध जयन्ती राम्रोसित मनाइराखेका छौँ भनेर भन्न सकिन्छ। त्रिसंयोगले युक्त भएको यो दिन भनेर हामी सबैलाई थाहा छ। पापी बुद्धको जन्म भएको दिन, पापी बुद्धले बुद्धत्व प्राप्त गर्नुभएको दिन अनि वहाँ सम्यक सम्बुद्ध तथागतले आफ्नो जीवनलाई अन्त गर्नु भई महापरिनिर्वाण अवस्था प्राप्त गर्नुभएको दिन। यो दिनसित सम्बन्धित अन्य विषयहरू पनि नभएको होइन, तर मुख्यतया यो तीन विषयवस्तुलाई हामीहरूले प्राथमिकता दिइराखेका छौँ। सर्वप्रथम त हामीहरूले यो कुरा बुझ्नु आवश्यक छ कि बुद्ध को हो। यो प्रश्नको जवाब दिन त्यति सजिलो छैन। मैले अहिले तपाईहरुसँग सोध्न चाहन्छु, बुद्ध को हो? संक्षिप्त रूपमा मलाई जवाब दिनुस् त। धेरै कठिन छ हामीहरूलाई बुद्ध यो हो भनेर पोइन्ट आउट गरेर भन्नको लागि। भगवान बुद्धले भन्नुभएको छ, यो धम्मं पश्यति सोमं पश्यति। जसले धर्मलाई देखेको छ उसलाई बुद्ध दर्शन पाएको हुन्छ। त्यसैले भगवान बुद्धलाई बुझ्नको लागि सर्वप्रथम हामीहरूले भगवान बुद्धको उपदेश के हो, उहाँले दिनुभएको उपदेश जसलाई हामीहरूले धर्म भनिराखेका छौँ, त्यो धर्म र हाम्रो नेपालमा प्रचलित धर्मको बीचमा के फरक छ? भर्खर मात्रै मलाई कान्तिपुर टेलिभिजनमा बोलाएर लाइभ प्रसारण गरायो। त्यसमा पनि यही कुरा उठेको थियो कि अनाउन्सरले भन्नुभयो, यहाँ धर्मलाई अलग राख्नुहोस् अनि बुद्धको विषयमा तपाईले भन्नुहोस् भनेर। मैले जवाब दिएँ, यदि धर्म छैन भने बुद्ध पनि छैन। धर्म छैन भने हामीहरूको बीचमा यस किसिमको कुराकानी पनि हुँदैन। यसरी सौहार्दपूर्ण कुराकानी गर्न सकेको नि केले त भन्दाखेरि धर्म हामीसँग भएको कारणले हो। यदि तपाईमा धर्म छैन, ममा धर्म छैन भने यसरी खुलस्त मनस्थिति कुराकानी गर्ने क्षमता पनि हामीहरूमा उत्पन्न हुँदैन। तपाईमा मैत्री छ कि छैन? छ। ममा मैत्री छ कि छैन? छ। त्यो मैत्री हुनु नै धर्म हो। तपाईमा करुणा छ कि छैन? छ। ममा करुणा छ कि छैन? छ। त्यो करुणा हुनु नै धर्म हो। एक आपसमा जुन सौहार्दपूर्ण
वातावरण छाइराखेको छ, त्यो छाउमा पनि धर्म छ। धर्म बिना यो संसार जीविरहन सक्दैन। यो अर्थमा यदि हामीहरूले धर्मलाई चिनेका छौँ भने त्यो धर्मको उपदेश दिने बुद्धको होला। त्यो बेलामा हामीहरूले भगवान बुद्धलाई पनि चिन्न सक्ने हुन्छ। आज हामीहरूले आफूले आफूलाई गर्व गर्छौँ कि हाम्रो देशमा बुद्ध जन्मेको छ। बुद्ध जन्मेको देशका जनताहरूले भगवान बुद्धलाई कति हदसम्म बुझेको छ त? कति हदसम्म बुद्धलाई आफ्नो बनाउन सकेको छ त? आज मैले सुनि हाम्रो पूर्व प्रधानमन्त्री जू देउवाले सन्देश दिएको बेलामा के भन्यो अरे, नेपाली बौद्ध मार्गहरूको धर्म रे। बुझ्नुभयो? पूर्व प्रधानमन्त्री जस्तोले त्यस किसिमको कुरा गर्छ भने अरूलाई के भन्नु छ? बुद्ध मार्गीहरूको धर्म प्रवर्तक बुद्धको जयन्ती कहाँसम्मको चित्त दुख्ने कुरा हो? ल भन्नुहोस् त, चित्त दुख्छ कि दुख्दैन तपाईँहरू? के भगवान बुद्ध खालि बुद्ध मार्गीहरूको मात्रै बुद्ध हो र? आजसम्म पनि यो साइन्स र टेक्नोलोजीले भरमार भइसकेको युगमा पनि हाम्रा प्रधानमन्त्री जस्ता व्यक्तिहरूमा त्यस्तो किसिमको भेदभावको दृष्टि राख्छ भने त्यस्तो प्रधानमन्त्रीले यो देशलाई कसरी बुझेको छ थाहा छैन। कसरी बुझेको छ थाहा छैन। यहाँ भेद दृष्टि स्पष्ट छ। बुद्ध मार्गीहरू र अन्य मार्गीहरू। भन्नुको मतलब के भयो? बुद्ध मार्गीहरूको मात्रै जयन्ती भनेर अनाउन्समेन्ट गरेपछि बुद्ध मार्गी नभएका नेपालीहरूको बुद्ध होइन र भगवान बुद्ध? विदेशमा जाने बेलामा उनीहरूले नै के भनिराखेको छ? हाम्रो देशमा बुद्ध जन्मेको छ, हामीलाई दिनु पर्यो। माग्ने भाँडोको रूपमा मात्रै बुद्धलाई सम्झेको छ, बुद्धलाई आफ्नो बनाउन सकेको छैन ती नेता बनाउँदाहरू। अनि यस्तो किसिमको देशमा बुद्ध जन्मेको लुम्बिनीको विकास कुन बेला कसरी गर्छ थाहा छैन। त्यही कुरा मैले आज उसमा पनि भनिदिएँ। खास लुम्बिनीमा बुद्ध धर्म फस्टाउन नसक्नु र लुम्बिनीको विकासमा अवरोध खडा गरिरहनुको मतलब नै सरकारको उपेक्षित भाव हो। जबसम्म सरकारले लुम्बिनीप्रति पूरा ध्यान दिएर भित्र हृदयदेखि दृष्टिगोचर गरेर त्यसको उन्नति प्रगतिको लागि केही गर्दैन, तबसम्म लुम्बिनीको विकास सम्भव छैन। मेरो यो अभिव्यक्ति सुनेर सायद ती नेताहरू रिसाइराखेका हुन्छन्। रिसाउन देऊ,
सत्यतालाई प्रकट गर्नु हामी भिक्षुहरूको दायित्व हो। त्यो कर्तव्य मैले आज पूरा गरिरहेँ। त्यसैले हामी जनताहरूले पनि भगवान बुद्धलाई पाखा र पाखा गर्ने बानी छोडेका छैनौँ भने भगवान बुद्ध हाम्रो देशमा रमाउन सक्दैन। बुझ्नुभयो मैले के भन्न खोजेँ? भगवान बुद्ध हाम्रो देशमा रमाउन सक्दैन, किनभने भगवान बुद्धलाई हामीहरूले बुद्धको रूपमा लिएका छैनौँ। यो 33 कोटी देवता र अन्य देवताहरूको लाइनमा नै हामीहरूले भगवान बुद्धलाई खडा गर्न पुगेका छौँ। त्यहाँबाट निकालेर बुद्ध अलग्गै किसिमको व्यक्तित्व हो भनेर हामीहरूले सम्झन सकेका छैनौँ। त्यसैले अपभ्रंश शब्दमा हामीहरूले भगवान बुद्धलाई के भन्छौँ? भाण्ड्य भन्छौँ। जबसम्म भाण्ड्य भइरहेको छ हाम्रो भगवान बुद्ध हाम्रो नेपालमा, तबसम्म भगवान बुद्ध को हो भनेर थाहा पाउने क्षमता हामीमा उत्पन्न हुँदैन। त्यो कुरालाई हामी सबैले बुझ्नु आवश्यक छ, बुझ्नु परेको छ। बुद्ध यो हो भन्न सक्ने क्षमता हामीमा हुनुपर्छ। यो हो भन्नको लागि बुद्धको शिक्षा के हो त्यसप्रति दृष्टिगोचर गरेर भगवान बुद्धको त्यो शिक्षालाई हामीहरूले हाम्रो दैनिक जीवनमा घर घरमा दैलो दैलोमा प्रयोग गर्नु आवश्यक छ। जबसम्म बुद्ध शिक्षा अनुसार हाम्रो संस्कृति, हाम्रो सभ्यता, हाम्रो धर्मको सञ्चालन हुँदैन, तबसम्म बुद्ध हाम्रो बन्दैन। यो कुरालाई तपाईहरूले राम्रोसित गम्भीर रूपमा सोच्नु आवश्यक छ। त्यसरी सोचेर हामीहरूले यदि साँच्चै नै भगवान बुद्धलाई उहाँ जन्मेको देशमा जीवित राख्न चाहन्छौँ भने उहाँले दिएको शिक्षालाई हाम्रो घर घरमा प्रयोग गर्नु आवश्यक छ। अनि हाम्रो नेपालमा किन भगवान बुद्धको धर्म त्यति प्रचार प्रसार हुन नसकेको रे? हामीहरूले गरिराखेको धर्म के छ? सही धर्म हामीहरूले गरिराखेका छौँ कि छैनौँ? त्यो प्रश्न पनि गर्नु आवश्यक छ। हाम्रो धर्म केमा आधारित छ त्यसलाई पनि बुझ्नु नितान्त आवश्यक छ। भगवान बुद्धको धर्म प्रयोगात्मक धर्म हो। दैनिक जीवनमा उपयोग गर्नुपर्ने धर्म हो। हृदयमा अंकित राख्नुपर्ने धर्म हो। बाह्य देखावटी तत्त्वमा होइन। अहिले त हामीहरू देखावटी धर्ममा मात्रै अल्झिराखेका छौँ। प्रयोगात्मक धर्मलाई अपनाउन सक्ने क्षमता हामीमा छैन। किनभने भगवान बुद्धको शिक्षामा तपाईँ सबैले थाहा छ पञ्चशील महत्त्वपूर्ण शिक्षा हो। पञ्चशीललाई महत्त्वपूर्ण ठान्छौँ कि ठान्दैनौँ? हामी सही रूपमा भन्नुहोस् त। जहाँ 5वटा शील समेत हामीहरूले दैनिक जीवनमा बौद्ध मार्गी भएर पनि त्यसलाई उपयोग गर्न सकेका छैनौँ भने अन्य शिक्षाको बारेमा के भनौँ? त्यसैले यदि साँच्चीकै हामीहरूले भगवान बुद्धलाई अपनाउनु हो भने हाम्रो
हाम्रो संस्कृतिको रूपमा हाम्रो सभ्यताको रूपमा घर घरमा पञ्चशील पालना गर्नु नितान्त 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 आवश्यक छ। जबसम्म त्यति पनि गर्न सक्दैनौँ भने हामीहरूले आफूले आफूलाई बौद्ध भन्न पनि सुहाउँदैन। म त यति भन्न चाहन्छु, तपाईहरुलाई रुचाउन त रुचाउँदैन तपाईहरुले, किनभने पञ्चशील भनेको परिपालना गर्न गाह्रो हुँदो रहेछ। सबभन्दा कुन शील गाह्रो हुन्छ? हाम्रो देशमा कुन शील सबभन्दा गाह्रो छ? सबभन्दा गाह्रो शील नै पाँचौं शील हो। के हो पाँचौं शील? जब पञ्चशीलमा पाँचौं शीलको पालना गर्नुपर्छ भन्यो भने हामीहरूले थाक्दालाई बिर्सनु आवश्यक छ। भोज भतेरमा टेबलमाथि बोतल खड्याउने चलन चल्ती हराउनु आवश्यक छ। ल कसले भन्न सक्छ त्यो हामीहरूले थाली दिन्छौँ भनेर? ल भन्नु। त्यस्तो छ हामी बौद्ध। त्यसैले बुद्धलाई चिन्न हामीहरूलाई असाध्य 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 गाह्रो छ। अलिकति गाह्रो होइन, अति नै गाह्रो छ। अनि त्यसपछि गएर माथिको शिक्षा पालना गर्नु भनेको त हामीहरूलाई फुर्सदले नै दिँदैन। 20 मिनट आँखा चिम्लेर शान्त शान्त भइकन बस्ने प्रयास गर भन्यो भने नाइ गर्छौँ हामी। फुर्सद छैन त्यसरी बस्नको लागि, फुर्सद छैन। 20 मिनट समेत आफ्नो चित्तलाई शान्त पारेर शान्त पारेर समन गरेर दमन गरेर बस्न हामी सक्षम छैनौँ भने हाम्रो प्रज्ञाको विकास कहिले हुने होला? बुद्धको शिक्षा केमा आधारित छ? शील, समाधि, प्रज्ञा। प्रज्ञा बिना भगवान बुद्धलाई बुझ्नु भनेको के उपमा दिनु? उपमा नै दिन गाह्रो छ। जब हामीहरूले प्रज्ञालाई जगाउन सक्छौँ, प्रज्ञा रूपी बत्ती बन्न सक्छौँ, अनि त्यो अविद्या रूपी अन्धकारलाई हामीहरूले हटाउन सक्ने हुन्छौँ, त्यो बेलामा मात्रै बुद्ध कहाँ छ भनेर खोज्न गयो भने यहाँ छ भनेर हामीहरूले औँलाले पोइन्ट आउट गर्न सक्ने हुन्छौँ। जबसम्म प्रज्ञाको ज्योति बल्दैन तबसम्म बुद्ध देख्न सजिलो छैन, गाह्रो छ। त्यसैले तपाईहरुलाई म धेरै समय लिएर बोल्न चाहन्न, किनभने अर्को पनि प्रोग्राम यहाँ अगाडि सरिराखेको छ। हाम्रो बौद्ध ज्ञानले विश्वमा शान्ति ल्याउन भनेर कति करोड धर्मचक्र सूत्र पाठ? 5 करोड 55 लाख धर्मचक्र सूत्रको पाठ पूरा गर्नुपर्छ भन्यो अरे। अनि त्यही पूरा गर्ने क्रममा हाम्रो बौद्ध ज्ञानले पनि यहाँ विश्व शान्ति विहारमा धर्मचक्र प्रवर्तन सूत्र दिनहुँ पाठ गराइराखेको छ। त्यो सूत्रको पाठ पनि
यहाँ हुन बाँकी छ। अनि त्यसको बारेमा पनि छोटो परिचय दिन पनि बाँकी छ। त्यो सबै कामको लागि पनि समय छुट्याउनु परेकोले तपाईहरूलाई यति मात्र भनेर म तपाईहरूसँग बिदा हुन चाहन्छु। सोच्नुहोस्, बुद्धलाई देख्नु छ, बुद्धलाई हेर्नु छ, बुद्धलाई बुझ्नु छ, बुद्धलाई थाहा पाउनु छ भने शील समाधि प्रज्ञा रूपी यो त्रिशिक्षाको पालना बौद्ध मार्गीहरूलाई विशेष रूपमा नै आवश्यक छ भने अन्य बुद्धलाई हाम्रो देशमा जन्मेको हो भनेर भन्न चाहने व्यक्तिहरू, चाहे उनीहरू बौद्ध मार्गी होस् चाहे अबौद्ध मार्गी होस्, उनीहरूले पनि यो त्रिविध शिक्षालाई राम्रोसित केरकार गरेर चिरफार गरेर हेर्ने प्रवृत्ति राख्यो भने भगवान बुद्धको उपदेश र भगवान बुद्ध भनेको त स्वभावलाई महत्त्व दिएर चरित्र सुधार गर्नुपर्ने शिक्षा रहेछ। त्यो चरित्र सुधार गर्ने शिक्षा नहुन्जेलसम्म मानिस मानिस बन्न सक्दैन रहेछ। मानिस बन्नको लागि सबभन्दा महत्त्वपूर्ण तत्त्व त चरित्र रहेछ भनेर बुझेर आफ्नो चरित्रलाई शुद्ध पारेर मानिस बन्न सिक्यो भने तपाईहरूले बुद्धलाई चाहे मानोस् चाहे नमानोस्, बुद्ध तपाईहरूको मुटुभित्र टाँसिराखेको छ भनेर बुझ्नुहोस्। भगवतु सर्वमङ्गलम्।